हेलो एभ्रिवान, के छ खबर? आज तपाईँहरूसँग धेरै दिनपछि चाहिँ एउटा कुरा भन्न चाहन्छु। जो पनि अब सबैले मलेसिया कहिले खुल्छ भन्ने प्रश्नहरू चाहिँ आइरहेको थियो होइन, तर मलेसिया चाहिँ अब खोलिसकेको छ। केही वर्षपछि मलेसिया खोलिसकेको छ। यदि जान चाहनुहुन्छ भने राम्रो कम्पनी खोजेर जानुहोला। धेरै छ कम्पनी, कुनै वहाँ गएर चाहिँ कुनै चल्ने नचल्ने। विशेष गरी चाहिँ अहिले मलेसियाले चाहिँ फ्री भिसा फ्री टिकटमा चाहिँ 800 जना जतिलाई चाहिँ लाने भन्ने कुरा छ। सके भए त्यो उसमा चाहिँ पर्नु होला तपाईँहरू, त्यो भाग्यमानी चाहिँ हुनुहोला सके भए चाहिँ होइन। नत्र तपाईँ एजेन्ट मार्फत जानुभयो भने चाहिँ केही नभए पनि तपाईँको 4 देखि 5 लाख चाहिँ अनिवार्य लाग्छ है, एजेन्टले खाइदिन्छ। हामी होइन विदेश कमाउनु जान्छौँ, त्यत्रो पैसा तिरेर त जान सक्दैन नि त। अनि त्यही भएर जति सक्नुहुन्छ तपाईँहरूले चाहिँ फ्री भिसा फ्री टिकटमा जाने कोसिस गर्नु होला। अलि राम्रो ठाउँ, राम्रो कम्पनी खोजेर जाने कोसिस गर्नु होला। वहाँ गएर पनि अब अहिले मलेसिया पहिलाभन्दा धेरै राम्रो छ होइन, धेरै सुविधाहरू पनि छ। पहिला अब स्यालेरी अलिक कम्ती हुन्थ्यो, अहिले पैसाको रेट पनि राम्रो छ। अनि 1700 प्लस भन्नु, 1700 बेसिक नै छ। अनि 1700 बेसिक प्लस अब कम्पनी अनुसार नियम अनुसार चाहिँ एलाउन्स के दिन्छ। अब छ, राम्रै छ। बेसिक पनि अनिवार्य राम्रै नै छ भनौँ न। अहिले चाहिँ रेट पनि राम्रो छ। सो कोसिस गर्नु होला तपाईँहरू जान चाहनुहुन्छ भने, जति सक्नुहुन्छ। सके भए चाहिँ एजेन्ट मार्फत चाहिँ नजाऊँ। एजेन्टले चाहिँ तपाईँको एजेन्ट मार्फत जानुभयो भने 4-5 लाख चाहिँ अनिवार्य खाइदिन्छ। कसरी हुन्छ फ्री भिसा फ्री टिकटमा चाहिँ जाने कोसिस गर्नु होला। बुझेर जानु होला, राम्रो कम्पनी खोजेर जानु होला, अलिक चल्ने कम्पनी खोजेर जानु होला। ओटी चल्दैन भने त अलिक गाह्रो नै हुन्छ। सके भए चाहिँ ओटी चल्ने कम्पनीमा चाहिँ खोजेर, राम्रो कम्पनी खोजेर जानु होला। यति भन्न चाहन्छु गाइस एभ्रिवान, थ्याङ्क यू।